राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले अहिले आफ्ना सांसदहरूलाई पढाइरहेका छन्। झट्ट हेर्दा लाग्छ रवि लामिछाने एक घरका हुनहार बुवा हुन्। उनले आफ्नो छोराछोरीलाई पढाइरहेका छन्। यो सही हो, यो गलत हो, यो बाटो हिँड्नुहोस्, यो बाटो नहिँड्नुहोस् भनेर उनले दिनरात मेहनत गरिरहेका छन्। लाग्छ उनी एक असल शिक्षक पनि हुन्। एक भिडियो रिपोर्ट हेर्नुहोस्। यति क्रान्तिलाई पनि परिणाम दिन सकिएनौँ भने तपाईँ हामी नालायक भएर निस्कन्छौँ। म यति कुरा भन्न चाहन्छु। तपाईँले टाँच्नु भएको यो लोगो, सांसदको लोगो, त्यसको वास्तविक वेट कति छ मलाई थाहा छैन, तर त्यसको भारी त गरुङ्गो छ। त्यो कोटको एउटा कुनामा यसै अडिएको एउटा ढ्याक होइन साथी हो। यो देशको भविष्य बोक्ने जिम्मेवारी भएको एउटा महत्त्वपूर्ण चिन्ह हो। त्यो चिन्हलाई यहाँहरूले चिन्न सक्नुभयो भने मात्रै हामी इतिहास लेख्ने बाटोमा जान्छौँ। यो पार्टीमा योगदानको मूल्य माग्ने बेला मेरो पनि भएको छैन साथीहरू। मैले पनि यो मूल्य माग्ने गरी योगदान दिएको छैन। हामीले कुनै घर छोड्यौँ हात जोड्न, साष्टाङ्ग दण्डवत समेत गऱ्यौँ, हामीले ढोग्यौँ, हात जोड्यौँ, नमस्कार गऱ्यौँ। मलाई एउटा भोट पाए त मलाई केही पनि चाहिँदैन भन्यौँ। हामी गिडगिडायौँ, हामीले हात जोड्यौँ जनताको। हाम्रो विनम्रता कहाँ थियो? कति विनम्र थियौँ हामीले। हामीलाई के चाहिएको थियो? एउटा घर पनि नछुटोस् है। घर दैलोमा जाँदा पर कति पर पुगेपछि त्यो घर छुट्ला कि भनेर कत्रो पिर थियो, कत्रो विनम्रता थियो हाम्रो। व्यक्तिको चाहना अनुसार कहिलेकाहीँ तपाईँहरूलाई कसैले झुक्याइदेला, म त यता पार्टीको नि, म त उतातिरको नि भनेर झुक्याइदेला। त्यो झुक्याउनुमा पर्नु होला, फेरि अर्को अवसरबाट तपाईँहरू वञ्चित हुनु होला है साथी हो। त्यहाँबाट झुकिनु भने त अर्कोबाट टिकट पनि आउँदैन। अनि कहाँको सभापति, कहाँको मन्त्री? त्यस कारणले मैले अघि तपाईँहरूलाई भनेको कुरा यहाँ किन मैले जोड्न चाहेको भने अब भाइरलको दुनियाँबाट त अलिक बाहिर निस्किनुपर्छ होला। अलिकति हामी नयाँ छौँ तर बेवकुफ छैन। देशको माया छ हामीलाई, हामीलाई देशको माया छ। हामी यो देशमा हुर्कदै गरेका सन्ततिहरूको भविष्यप्रति चिन्तित छौँ। हामी नेतृत्वका रूपमा तपाईँहरूबाट इतिहास बदल्ने कदमको अपेक्षा गरिरहेका छौँ। तपाईँहरू एउटा अवसर पाइएन भनेर म यताको र उताको भनेर गफ गरेर त्यहीँ अल्मलिरहनु भएको छ भने युटर्न लिनुहोस्। हामी राइट बाटोमा जाँदैनौँ। हाम्रो गन्तव्य एउटै हुनुपर्छ। नेतृत्वले देखेको गन्तव्य र तपाईँले देख्नुभएको गन्तव्यमा, नेतृत्वले देखेको गन्तव्य र तपाईँले देखेको गन्तव्यमा फरक पर्यो भने हामी पुग्ने ठाउँ अलग हुन्छ। अलग ठाउँमा पुग्ने भनेर हामी हिँडेका होइनौँ। हामी त एकै ठाउँमा पुग्ने भनेर हिँडेका हौँ साथी हो। हामीले त अर्जुन दृष्टि भनेका छौँ। त्यहीँ पुग्ने हो, सबैले त्यहीँ हेर्ने हो। कतै दायाँमा हेर्न मन छैन, सम्भव छैन। यसलाई फुटाउनलाई कहिलेकाहीँ कसैलाई रहर लागेर, मिडियाका साथीहरूलाई रहर लाग्छ नि, अनेक हेडलाइन दियो नि, यिनीहरू फुट्छ नि क्या भन्ने बडो मुख मिठ्याउनुहुन्छ। आम सरी, त्यो बास्ना त चल्ला तर खाना त आउँदैन, सर्भिस त हुनेवाला छैन।